गाउँ फर्किन्छस् तर जितेर फर्किन्छस् भन्नुभएको थियो। रात किन हुन्छ हजुर दिन किन हुन्छ थाहा छैन जिन्दगी कठिन किन हुन्छ। हामी मंगलबारको दिन एन्जेला आइसकेपछि एयरपोर्टबाट सिधै हलमै ल्याउने होइन त्यो कन्फ्युज हुनु भएको फिल्म अब चल्यो पैसा कमायो घर नबनाउने गर्ने हो त्यो होइन त्यो क्लियरली बुझ्नु होला। पहिला घर बनिन्छ। हाम्रो टिमले पहिला एन्जेलालाई सम्पूर्ण मिडिया राखेर पहिला घरै चाहिँ नै बनाउँछ, त्यस पछाडि अरू भन्ने कुरा सेकेन्डरी कुरा हो। एकाडेमी चाहिँ एन्जेलाको कुरा हो, उसको सोच हो। त्यो सोचलाई सम्मान गर्नै पर्छ। त्यो कति राम्रो सोच होला क्या। सारङ्गीको भन्दा यो राम्रो छ। सारङ्गी भन्दा एकदम राम्रो छ है, एकदम राम्रो छ, एकदमै राम्रो छ। सबैले आएर हेरिदिनु होला। मलाई त एकचोटि त आँसु नि आयो, रुनी मनै लाग्यो। मुभी एकदम राम्रो छ। हामी धेरै रोयौँ, लास्टै धेरै 100 करोड हान्छ। 100 करोड एकदमै रिलेट हुन्छ। हामी सेम एन्जेलाको र हाम्रो स्टोरी। उहाँ एउटा गेमर हुनुहुन्छ फुटबलमा, म सिङ्गर छु, त्यो मात्र फरक हो। 1:30 बजे चाहिँ व्हिलचेयरमा आदरणीय 10 जना दर्शक फिल्म हेर्न आउनु भएको थियो। त्यसले चाहिँ बहुत टच गर्यो। म उतापट्टि कसैले पनि थाहा पाएन, म उता टोइलेटमा गएर रुएँ क्या। मलाई हजुरहरूलाई एकदमै धेरै धेरै धन्यवाद। आइदिनु भयो, अन्जिलालाई माया गरिदिनु भयो। एन्जिलाले पनि एकदमै धेरै धेरै धन्यवाद भन्नुभएको छ। अहिले ग्रिसमा हुनुहुन्छ। भेटेर चाहिँ नि देख्दाखेरि चाहिँ पक्कै पनि मन रोएको छ। तथापि यो चलचित्रबाट हामीले पनि धेरै सिक्ने मौका पाएको थियौँ। हजुरहरूले पनि धेरै कुराहरू सिक्नुभयो होला। जसले यो सिनेमाको गीत पनि गाउनु भएको थियो, अघि तपाईँहरूले निकै मार्मिक छ। त्यो गीतमा धेरैजना रुनु पनि भयो। चर्चित गायिका शान्ति श्री परियार अगाडि आइदिनुको लागि एकै मिनट मात्रै हजुरहरूलाई मैले होल्ड गराएँ। बहिनी आइदिनुहोस्। सो नमस्ते। थ्याङ्क यू सो मच। सम्पूर्ण फिल्मको टिमलाई धेरै धेरै धन्यवाद। यति सुन्दर फिल्म, यति राम्रो चलचित्र, नेपाली चलचित्रमा मलाई चाहिँ आफ्नो आवाज भन्ने अवसर दिनुभयो। मैले चाहिँ सबैजनाले यो यति धेरै गीत पनि भाइरल भइरहेको छ, चलचित्रको यति धेरै चर्चा छ, एन्जिलाको यति धेरै चर्चा छ। अनि पर्सनल्ली एन्जिलाको पनि उहाँको आफ्नै स्टोरीमा बनेको भएर मैले चाहिँ एन्जिलालाई स्पेसली एन्जिलाको लागि भए पनि यो फिल्म हेर्न जान्छु भनेर मैले आज एकदमै टाइम मिलाएर म यहाँ आएर यहाँ एन्जिला हेरिसकेपछि मलाई एउटा मात्रै कुरा लाग्यो कि एउटा आमाको आत्मविश्वासलाई र आमाको आशीर्वादलाई छोराछोरीले आत्मसात गर्यो भने कहिले पनि नहार्दो रहेछ। आमाले त गाउँ फर्किन्छस् तर जितेर फर्किन्छस् भन्नुभएको थियो। फाइनली जितेरै फर्किनु भयो अन्जिला। यस्तो आमा छोराछोरीप्रतिको आत्मविश्वास यत्तिकै राख्ने आमालाई यत्तिकै सम्मानका साथ आत्मविश्वास भरिपूर्ण गरिदिन सक्ने एउटा छोराछोरी सबैको होस् र एउटा छोरीलाई आफ्नो धर्मछोरी मानेर यति ठुलो प्लेटफर्म दिने, यति ठुलो आशीर्वाद दिने बाबा पनि सबैलाई एन्जिला सर थ्याङ्क यू सो मच। मैले कुनै पनि डिरेक्टर यसरी खटेको फिल्म हलमा खटेको मैले फर्स्ट टाइम उहाँलाई देखिरहेको छु। मैले आफैले आफ्नो टाइमका कारण मैले सबै चिजहरू हेर्न नपाए पनि फिल्म हलमा आजसम्म आउन नपाएको भए पनि पर्सनली लाइभहरूमा उहाँको सोसियल मिडियाहरूतिरबाट देख्दाखेरि उहाँले खटेको देख्दाखेरि साँच्चीकै एउटा कामलाई सफल बनाउनको लागि कामप्रतिको डेडिकेसन उहाँहरूको टिमले गर्नुभएको पनि मलाई एकदमै खुसी लाग्यो। र आज साथ दिनुभएको हजुरहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद। र मसँग मेरो दिदी बहिनीहरू 3वटा बहिनी र 1 जना दिदी, जमुना सनम दिदी, मेरो बहिनी ज्ञानु, अनि बुहारीहरू 2 जना गोमा र सुनिता पनि आएको थियो। एकदम धेरै रोए उनीहरू पनि, तर हाँस्ने कुरा पनि छ यहाँभित्र। सो हँसाउने र रुने मिक्स छ। एकदमै धेरै खुसी लाग्यो। थ्याङ्क यू सो मच हजुरहरू सबैजनाले माया दिनु होला एन्जिलालाई। थ्याङ्क यू भेरी मच। हजुरहरूको प्रतिक्रिया बाहिर जाँदै गर्दा सारङ्गीको भन्दा यो राम्रो छ। सारङ्गी भन्दा एकदम राम्रो छ है, एकदम राम्रो छ। भावुक पनि छ, एकदम राम्रो मेसेज दिन्छ हैन समाजमा महिलाको प्रति हैन व्यवहारहरू अनि त्यसपछिको रिस्पेक्टहरूको यो चाहिँ भावुक देखाइदिएको छ हैन। एकदम राम्रो छ मुभी।
सो यो चाहिँ त्यो हुन्छ नि ननसेन्सिकल ड्रामा जस्तो छैन कि एकदम एकदम फ्याक्चुअल छ क्या एकदम चाहिने कुराहरू देखाएको छ सबै कुराको मिक्स छ तर अहिलेसम्मको राम्रो फिल्मै यही लाग्यो मलाई चाहिँ है सो थ्याङ्क यू सो मच कस्तो लाग्यो तपाईँलाई एकदम राम्रो छ कस्तो लाग्यो धेरै राम्रो एकदम दामी छ कस्तो लाग्यो एकदम राम्रो छ बवाल कस्तो लाग्यो धेरै राम्रो लाग्यो धेरैचोटि रोइयो पनि एकदम राम्रो एकचोटि सबैले आएर हेरिदिनु राम्रो छ एकदमै राम्रो छ सबैले आएर हेरिदिनु होला मलाई त एकचोटि त आँसु नि आयो रुनी मनै लाग्यो एकदम दामी छ सुँगुर काट्नुपर्छ एकदम राम्रो लाग्यो एकदमै राम्रो छ दामी 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 एकदम राम्रो लाग्यो एकदम राम्रो एकदम राम्रो एकदम दामी राम्रो छ धेरै छोरीहरूको दुमु देखाएको छ धेरै राम्रो छ धेरै राम्रो पुरा मन पर्यो छोरी अगाडि बढाएको आमाले साथ दिएको कस्तो लाग्यो आत्मा छुन्ने एकदम ठुलो लाग्यो दामी कस्तो लाग्यो के कुरा मन पर्यो तपाईँ एकदमै राम्रो लाग्यो सबै कुरा राम्रो छ मलाई चाहिँ एन्जिलाई मन पर्यो मुभी एकदम राम्रो छ नेपाली दर्शक सबले हेर्नुपर्छ एकचोटि चाहिँ के कुरा मन पर्यो सब चिज मन पर्यो रियल स्टोरी एकदमै राम्रो रहेछ मुभी राम्रो छ अरे गभर्मेन्टले पनि हेर्नुपर्छ खेलाडीलाई राम्रो बनाएको छ एकदम हजुर राम्रो लाग्यो राम्रो छ दामी छ कतिको रुनु भयो त म त धेरै धन्दै फिल्म हलै यसको पनि गर्नु होला यसको पनि बनाउनु पर्ने छ एकदम दामी लाग्यो ल एन्जेला छोरीको फिल्म मलाई ऊ भावुक भएर हिँडेको राम्रो राम्रो बबाल राम्रो बबाल बबाल एकदम राम्रो छ राम्रो छ एकदम एकदमै सबैले एकपटक हेर्नुपर्ने मुभी कस्तो लाग्यो के कुरा मन पर्यो तपाईँ मुभी एकदम राम्रो छ हामी धेरै रोयौँ लास्टै धेरै के कुरा मन पर्यो सबैलाई सबै मन पर्यो राम्रो लाग्यो कस्तो लाग्यो एकदमै राम्रो के कुरा मन पर्यो हरेक कुरा बयान गरी साथ दिनु छैन सबै कुरा एकदम राम्रो छ सङ्घर्षको कथा एकदम दामी एकदम राम्रो सोचे जस्तो फिल्म बनाउनु राम्रो एकदम राम्रो दामी दामी के कुराले रुनु भयो तपाईँ बचपनको जो 100 करोड हान्छ 100 करोड 100 करोड हान्छ ओके कस्तो लाग्यो एकदम राम्रो एकदम राम्रो छ एकदम भेरी गुड धेरै 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 राम्रो धेरै धेरै अब अर्को एकदम राम्रो छ एकदम सबै एकदम राम्रो छ उहाँको रियल लाइफ स्ट्रगल देखायो त सबैजनाले हेरिदिनु होला राम्रो छ सबैजनाले हेरिदिनु होला राम्रो राम्रो एकदम राम्रो छ फेरि भयो भने एकपटक हेर्न आइन्छ एकदम राम्रो छ बाबु राम्रो छ एकदम राम्रो छ एकदम राम्रो छ एन्जिला हेरेर सम्पूर्ण दर्शकले सहयोग गरिदिनु होला धेरै धेरै राम्रो छ मार्मिक छ मन छुने मुभी राम्रो छ एकदम ठिक छ बेस्ट 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 मोस्ट वाच मुभी हेर्नुभयो होइन तपाईँले अब फिल्ममा गीत पनि गाउनु भएको छ सुरुमा त मुभी कस्तो लाग्यो हजुरलाई एकदमै राम्रो छ नेपाली चलचित्र एन्जिला यो सबैको मन छोइरहेको नेपाली चलचित्र हो र यो समयमा सबैले के छ बजारमा भन्यो भने एन्जिला छ भनिरहेको समय छ त्यही भएर एकदमै राम्रो बवाल एकदमै मन छोयो एकदमै एउटा छोरी मान्छेले एउटा सङ्घर्ष हुन्छ नि हारेन भने आफूले छोरा होस् या छोरी होस् सङ्घर्ष त सबैले गर्नुपर्छ तर आफ्नो सङ्घर्षप्रति आफू नडगमगाइकन अगाडि बढ्यो भने चाहिँ सफलता चाहिँ मिल्ने नै रहेछ काहीँ न काहीँ भन्ने चिज चाहिँ यसमा प्रमाणित भएको छ एन्जिलाले प्रमाणित गर्नुभएको छ तपाईँले आफ्नो सङ्घर्षको कथा आफ्नो सङ्घर्षको आफ्नो विगतलाई चाहिँ कतिको सम्झिनु भयो कतिको रिलेट भयो एकदमै रिलेट हुन्छ हामी सेम एन्जिलाको र हाम्रो स्टोरी उहाँ एउटा गेमर हुनुहुन्छ फुटबलमा म सिङ्गर छु त्यो मात्र फरक हो नत्र भने चाहिँ एउटा सङ्घर्ष भनेको एउटा गाउँबाट आएको मान्छेले काठमाडौँ जस्तो ठाउँमा आफूले आफूलाई इस्टाब्लिस गर्छु भनेर प्लान गर्नु अथवा आफूले आफ्नो नामलाई एउटा उच्च लेभलमा पुर्याउँछु भनेर एउटा जिरोबाट भुइँबाट माटोबाट उठेर सङ्घर्ष गरेर आउनु त सबैको स्टोरी उस्तै नै हो उस्तै उस्तै जे रिलेट गर्यो धेरै चिजहरू चाहिँ मिल्दो जुल्दो छ तपाईँको थोरै भन्नु न कस्तो थियो अलिकति सर्टकटमा छ स्पेसली मैले आज चाहिँ यो फिल्मको लागि नै स्पेसली धेरै बोल्नुपर्ने हुन्छ मेरो त अब धेरै ठाउँबाट सोसियल मिडियाहरूबाट धेरै इन्टरभ्यूहरूबाट पनि यहाँहरूले धेरै नै देखिसक्नु भएको छ धेरै नै सुनिसक्नु भएको छ म पनि एउटा विकट गाउँबाट एउटा सङ्घर्ष गरेर आएको एउटा कलाकार हो
र आज यहाँसम्म सामान्य एउटा प्लेटफर्मबाट गीतहरू गाउँदै गाउँदै आउँदै गर्दाखेरि आज ठुलो मुभी जस्तो एन्जिला जस्तो चलचित्रहरूमा मेरो आवाज हलमा गुन्जयमान हुनु भनेको चाहिँ यो मेरो लागि पनि एउटा सफलता हो। म एकदमै आफूलाई एकदमै धेरै गर्व गर्छु र टिमले जुन मलाई यो टिमले यो गीतको लागि मलाई छान्नुभयो जसले म एकदमै धेरै आभारी छु र सर्जक हाम्रो थानेश्वर गौतम दाई पर्वा बर्तौलाजी जो धेरै गीतहरू उहाँहरूसँग धेरै सहकार्यहरू गरेको छु र यो सहकार्य पनि हाम्रो एकदमै राम्रो भयो र म एकदमै धेरै आभारी छु मिलन सरप्रति, हाम्रो सरप्रति, सबै टिमप्रति, एन्जिलालाई धेरै धेरै माया, धेरै धेरै सम्झना। थ्याङ्क यू। गीतकै कुरा आइरहँदा अब 2 लाइन त सुन्न अझ मजा आउँछ होइन? त्यो 2 लाइन सुनौ। हजुर। रात किन हुन्छ हजुर दिन किन हुन्छ थाहा छैन जिन्दगी कठिन किन हुन्छ रात किन हुन्छ हजुर दिन किन हुन्छ। थ्याङ्क यू। अब एउटा क्वेसन सोध्न मन लाग्यो दिदीलाई, जस्तो कुनै समय दर्शक रुवाउने गायिका विष्णु माझी भनेर त्यो ट्याग दिइन्थ्यो भने अहिले चाहिँ पछिल्लो समयमा शान्तिश्री परियार भन्ने बुझिन्छ क्या। तपाईँ दर्शक रुवाउन खफेस हुनुहुन्छ होइन, कतिको रुवाएको जस्तो लाग्छ अथवा भनौँ यो रुवाउनु भन्नुको अर्थ भन्दै गर्दाखेरि कतिको सफलता पाएँ जस्तो लाग्छ हजुरलाई चाहिँ? मैले रुवाउनु र हँसाउनुलाई आफ्नो योगदान र सफलता भन्दा पनि समग्र मसम्म आइपुगेका गीतहरूलाई जुन न्याय गरेर गाउन सकेको आभास हुन्छ र दर्शक श्रोताले उत्तिकै मन पराइदिनुहुन्छ त्यो चाहिँ मेरो लागि ठुलो कुरा हो, रुवाउनु र हँसाउनु भन्दा पनि। यो फिल्मले चाहिँ तपाईँलाई कतिको रुवायो होइन? धेरै दर्शकहरू रुँदै निस्किनु भएको छ, तपाईँ देख्नु पनि भयो होला, तपाईँकै वरिपरि पनि है भन्दै हुन्थ्यो तपाईँकै अब को आउनुभएको थियो साथमा, उहाँहरू पनि रुनुभयो। मेरो बहिनीहरू आएको थिए, दिदी पनि आउनु भएको थियो। अब सबै रोएको ठाउँमा अब स्टोरी नै त्यति धेरै भित्र दिलसम्म पुग्ने स्टोरी छ कि अब नरुने भन्ने कुरा, हाँस्ने कुरा पनि छ। फेरि दर्शकलाई लाग्ला कि रुन पैसा तिरी किन जानु भन्ने पनि लाग्छ, तर हाँस्नुपर्ने कुराहरू पनि छ, सिक्नुपर्ने कुराहरू पनि छ। जिन्दगी धेरै चिजहरू सिकाउँछ यो चलचित्रले, त्यो भएर चाहिँ यसमा हाँस्ने रुने रमाउने सबै खालको कुरा छ। तर मेन चाहिँ एउटा सङ्घर्ष गर्न सिकाउँछ यो कथाले, चाहिँ सङ्घर्ष गर्न सिकाउँछ। मान्छेहरू हामीले सङ्घर्ष गर्न डराउन पछि हट्नै भन्दा पनि जस्तो सुकै परिस्थितिमा पनि तब हामी कल्पना पनि गर्न सक्दैनौँ। त्यो स्टोरी देख्दाखेरि एन्जिलाको ठाउँमा तब हामी भएको भए सायद यो हुँदैन थियो जस्तो लाग्छ हामीले देख्दाखेरि। त्यस्तो अवस्थाबाट एन्जिलाले जुन खालको आज अचिभमेन्ट गर्नुभएको छ त्यो त एकदमै ठुलो। कङ्ग्रेचुलेसन एन्जिला। एन्जिलाको बारेमा पहिला फुटबल कतिको हेर्नुहुन्थ्यो, उहाँको केही थाहा थियो कि थिएन, उहाँको सङ्घर्षको कुरा थाहा थियो कि थिएन? केही मलाई त्यति धेरै थाहा थिएन एन्जिलाको बारेमा। मैले जुन यो गीत रेकर्डको क्रममा मैले सरले चाहिँ भन्नुभएको थियो एन्जिला तोम्बापु सुब्बा चाहिँ यस्तो यस्तो ब्याकग्राउन्डबाट आएको, यस्तो मैले उहाँको नाम चाहिँ सुनिरहेको थिएँ, फेरि फुटबलमा चाहिँ उहाँको नाम सुनिरहेको थिएँ, तर त्यति धेरै गहिराइमा चाहिँ थिएन म होइन। तर जुन खालको सरले चाहिँ भन्नुभयो एन्जिला भनेको यस्तो मान्छे हो यस्तो मान्छे हो, मैले सर्च गरेर उहाँलाई हेरेपछि चाहिँ उहाँको विषयमा धेरै कुराहरू जाने, धेरै कुराहरू सुने। उहाँको स्ट्रगल त फिल्मले अझ क्लियर बनाइदियो। हजुर, त्यो गीत रेकर्ड गर्दाखेरि मैले एउटा बोलेँ, रेकर्ड जस्तै कलाकारलाई पनि हामीले अभिनय गर्नुभन्दा अगाडि फिल्ममा ल्याउँछौँ अनि चलचित्रको गीत भएकोले गर्दाखेरि हामीले स्टोरी भन्नुपर्छ, कुन तरिकाले गाउने, कसरी गाउने भनेर। अनि मैले उहाँलाई त्यो फिल्ममा ल्याउनको लागि अब जब मैले कस्तो खालको कथामा चाहिँ गाउँदैछु भन्ने कुरो त गायिकालाई थाहा हुनुपर्छ, गायिकालाई। अनि मलाई त्यो उहाँलाई सुनाउँदाखेरि उहाँ आँखाभरि आँसु बनाइसक्नु भएको त्यो बेलामा। अनि त्यही मुडमा स्टुडियोभित्र हुलेर गएर गीत गाउन सुरु भएको हो क्या। त्यो भएर त्यो गीत सुन्दाखेरि त्यो गीतमा दर्द छ, मान्छे त्यतिकै भकानिन्छ। अनि धेरैले भन्नुहुन्छ गीत सुन्दै म भकानिएँ रुएँ भन्नुहुन्छ। आई थिङ्क त्यो चाहिँ नै एउटा त्यो पनि हो त्यसको सबल पक्ष भनेको। र अब उहाँले चाहिँ जुन तरिकाले चाहिँ नि गाउनु भयो त्यो त अब त्यो 1000चोटि सुन्दाखेरि लाखौँचोटि सुन्दाखेरि पनि अगाइँदैन। उहाँले चाहिँ दाइ किन रोज्नु भयो होइन? गायिका धेरै हुनुहुन्छ फिल्ममा, उहाँ त्यति धेरै पनि अब गाउने गायिका होइन। मलाई चाहिँ उहाँको भोइस एकदमै युनिक लाग्छ। मैले हतपत म धेरै तारिफ गर्दिनँ, तर हरेकचोटि मैले बहिनीसँग कुरा गर्दाखेरि म एकदम भोइसको एकदमै तारिफ गर्ने मान्छे हो क्या। मलाई चाहिँ उहाँका गीतहरू त्यो सुन्दाखेरि युट्युबमा चाहिँ हेर्दाखेरि मलाई बहुत एकदमै राम्रो लाग्यो। अनि त्यतिखेर मैले म्युजिक कम्पोजरले जब गीत कम्पोज गर्नु बित्तिकै मैले उहाँकै फर्स्टमा मैले उहाँकै नाम लिएको थिएँ, तर उहाँ चाहिँ बाहिर अत्यन्तै बिजी अब
विदेशमा मात्रै हुनुहुन्थ्यो अनि हामीले उहाँलाई पर्खेर टाइम लिएरै यो गीत गरेको लगभग 1 महिना चाहिँ हामी पर्खेको कुरेको थियौँ हामीले अनि मैले फेरि के भनेको थिएँ म्युजिक कम्पोजरलाई अरू गायिका हुँदैन उहाँ नै कुर्नुहोस् कुरेरै जसरी भए पनि रेकर्ड गर्नुपर्छ भनेको थिएँ मैले त्यसरी चाहिँ नि अब आज 7औं दिनमा फिल्म चलिरहेको छ होइन तपाईँहरू हिजो राति 1 बजे पनि हलमा पुगिरहेको थियो यति माया अहिले राति पनि दर्शकहरू गइरहनु भएको छ कसरी लिनुहुन्छ होइन दर्शक रुँदाखेरि त अब हामी हाँस्ने भन्ने कुरो त हुँदैन म पनि दर्शकसँगै रुने मान्छे हो अलिकति नराम्रो लाग्छ किन हिजो त झन् एउटा राति 1:30 बजे एउटा फाल्दै छ 1:30 बजे चाहिँ व्हील चेयरमा आदरणीय 10 जना दर्शक फिल्म हेर्न आउनु भएको थियो त्यसले चाहिँ बहुत टच गर्यो म उतापट्टि कसैले पनि थाहा पाएन म उता टोइलेटमा गएर रुएँ क्या मलाई किनभने उहाँले त्यो देखाउनु भएको माया अनि नरेन्द्र महर्जन जो प्रोड्युसर अथवा त्यो हलको मालिक हुन्छ कीर्तिपुरको उहाँ त्यो आउनु भएको देखेर खुसी भएर नेक्स्ट चलचित्र आउँदाखेरि टिकट तपाईँले काट्न पर्दैन फ्रीमा म तपाईँहरूलाई टिकट के अरे सिनेमा हेर्न दिन्छु भन्नुभएको उहाँ टिकट काटेर आउनु भएको थियो उहाँहरू अनि त्यो चाहिँ देख्दाखेरि अत्यन्तै भावुक भयो अनि राति त्यो कस्तो भन्दाखेरि आफ्नो भोलि कतिपय त्यहाँ राति 1:30 बजे जो हल छुट्यो त्यति बेला 1:30 बजे छुटेर घरमा गएर कतिखेर खाना खाएर कतिखेर सुतेर भोलि बिहान काममा जानुपर्ने मान्छेहरू हुन्छ तर त्यो माया हेर्नुहोस् त अनि मैले उहाँलाई के अरे भन्दै थिएँ यो हो भगवान् रूपी दर्शक त्यही भएर हामीले दर्शकलाई चाहिँ भगवान् भन्नुपर्छ भनेको कारण चाहिँ पैसा पनि तिर्नु आफ्नो टाइम पनि खर्च गर्नु हेरी पनि दिनु होइन अनि त्यसले त बहुत चाहिँ भावुकै बनायो अब यो फिल्म होइन यस्तो दर्शकको माया पाइरहेको छ कहाँसम्म जान्छ भन्ने लागिरहेछ तपाईँलाई चाहिँ अब यो त कसरी भन्ने अब दर्शकहरूको निरन्तर माया पाइराखेको छौँ लामो समयसम्म जाओस् भन्ने हो तर लामो समयसम्म जाओस् भन्नुको अर्थ के हो भने यो चलचित्र सम्पूर्ण देशव्यापी दर्शकहरूले हेर्नुपर्छ जस्तो लाग्छ यसले तपाईँलाई जीवन सिकाउँछ जीवन जिउन सिकाउँछ होइन त्यो कारणले गर्दाखेरि हामीले चाहिँ नै चलचित्र अब त्यो चलोस् राम्रो होस् भन्नुभन्दा पनि सबै दर्शकले हेरिदियोस् भन्ने अपेक्षा हो माया गरिराख्नु भएको छ लामै जान्छ होला अब एन्जेलाजी पनि 10 गति आउने कुरा छ होइन हलमा के छ त अलिकति दर्शकहरूलाई यो अपडेट पनि गरौँ अब एन्जेलाको चाहिँ नि आउने अहिलेसम्म कन्फर्मै हो तर पनि एन्जेलाको जीवन भनेको फुटबल हो मैले आज राति पनि मैले उसलाई भनेको थिएँ फुटबल इज यो प्रायोरिटी किनभने सिनेमालाई उसले पहिले पनि सेकेन्डरीमै राखेको हो किनभने उसको फुटबल जीवन हो त्यही भएर टिकट हामीले लिइसकेका छौँ अन्जिलाको तर त्यो भए तापनि यदि त्यस्तो केही पऱ्यो भनेदेखिलाई भन्नु हामी फ्लेक्सिबलै छौँ किनभने फुटबल अब त फेरि सिनेमाको लागि भनेर फुटबल त छुटाउनु भएन तर अहिलेसम्म 95% एन्जेला आउँदैछ यही मङ्गलबारको दिन हामी मङ्गलबारको दिन एन्जेला आइसके पछाडि एयरपोर्टबाट सिधै हलमै ल्याउने हो दर्शकलाई सँग भेट गराउन त्यो छ प्लान अहिले सामाजिक सञ्जालमा के छ भने जस्तो यो तपाईँले घर बनाइदिने भन्ने जुन कुरा थियो यसलाई लिएर जस्तो अस्ति तपाईँले भन्नुभयो एकाडेमी बनाउन चाहन्छु क्लियर म गरिहालेँ धेरैले चाहिँ यो चाहिँ एकाडेमी चाहिँ एन्जेलाको कुरा हो उसको सोच हो त्यो सोचलाई सम्मान गर्नै पर्छ त्यो कति राम्रो सोच होला क्या तर फेरि हाम्रो चाहिँ सोच के हो भने पहिलेदेखिको मिसन एन्जेलाको घर अब एन्जेलाको घर बनिन्छ त्यस पछाडि अब त्यो त सेकेन्डरी कुरा हो एन्जेलाले अब के चाहन्छ त्यस पछाडिका कुराहरू भन्ने कुराहरू हो तर प्रायोरिटी त घर नै हो त्यो पहिला सुरुमा चाहिँ घरै बनिन्छ त्यसमा प्रतिक्रिया के छ भने अब होइन त्यो कन्फ्युज हुनुभएको फिल्म अब चल्यो पैसा कमायो घर नै हो त्यो होइन त्यो क्लियरली बुझ्नु होला पहिला घर बनिन्छ अनि त्यो पछाडि त्यो चाहिँ एन्जेलाको सोच भनेको त्यो सोचलाई हामीले एउटा सम्मान दिएको मात्रै हो त्यो सोच त्यस किन त्यो सबैले त्यो सोच राख्छ जस्तो मलाई लाग्दैन क्या सो एन्जेलाको त्यो सोचलाई सम्मान मात्रै दिएको तर हाम्रो टिमले पहिला एन्जेलालाई सम्पूर्ण मिडिया राखेर पहिला घरै जाने बनाउँछ त्यस पछाडि अरू भन्ने कुरा सेकेन्डरी कुरा हो अन्तिममा अब प्रेम सर के छ अब आजसम्मको अवस्था होइन राम्रो त छँदैछ कतिको खुसी हुनुहुन्छ सन्तुष्ट कतिको हुनुहुन्छ होइन त्योभन्दा पनि व्यापारतिर हाम्रो फोकसै छैन क्या अडियन्सले मन पराइदिनु भएको छ होइन अब अडियन्सले मन पराइदिएपछि राम्रो प्रतिक्रिया दिनुभएको छ होइन हामीले राम्रो चाहिँ कलाकारहरू स्टार कलाकारहरूदेखि लिएर सिङ्गरहरू उहाँहरू जस्तो सिङ्गरहरूसँग हामी बोन्डिङ हुन पाएको छौँ होइन त्यस कारणले गर्दा हामी त्यो कुरामा चाहिँ ह्याप्पी छौँ होइन राम्रो मेकिङ भएकोमा चाहिँ ह्याप्पी छौँ हामी र अडियन्सहरूले चाहिँ मन पराइदिनु भएकोमा चाहिँ हामी ह्याप्पी छौँ क्या हाम्रो ग्रस कलेक्सन कति भयो भन्ने भन्दा पनि हामीलाई सबैभन्दा फिल्मले कति साह्रो जनतालाई अडियन्सलाई चित्त बुझाउँछ मन पराउँछ भन्ने कुराहरूमा चाहिँ हामी फोकस छौँ कि सन्तुष्ट हुनुहुन्छ एकदम ओके हस्
Thank you very much. Thank you so much. Thank you.